भिउहरू हेर त के भए पनि त्यस्तो लाँदैछौँ नानीहरू है हामीले। सो गाडी चाहियो, गाडी यहाँबाट के माथि गाडी बोलाउँदैछौँ। गाडी छैन हाम्रोमा, बाइक छ है, बाइक भएकोमै जानु पर्ला जस्तो छ। लाँदैछौँ बोकेर हामी। नानी गइसकेको छ, यो अहिले गाउँको मुनि जति सक्दो लाइन क्लियर गरिदिनु न जेसिपीले। यहाँनिर इमर्जेन्सी पुरा अलर्ट भएको छ। दाजु बाइक माथि बाइकमै जानु पर्यो त। त्यसो भए जुन बाइकमा यो यहाँबाट गाडी कुदेर परसम्म गाडी कुदाउनु न। यो बोक्नु साह्रो परिरहेको छ, बडी बोक्नु। नानी गइसक्यो। यहाँ ढुङ्गा यसरी राख्नु हुन्थेन, कसको कुरो रहेको यो ढुङ्गा। पेसेन्टहरू ल्याउनुपर्छ हस्पिटलमा। 2023 पनि 4 अक्टोबरकै दिन टिस्टा नदीमा बाढी गएको थियो भने 2025 पनि 4 अक्टोबरकै दिनदेखि परेको पानीले फेरि पुनः टिस्टालाई डुबाएको छ। दार्जिलिङबाट कालिम्पोङ होस् या कालिम्पोङबाट दार्जिलिङ, सिलगढीबाट गान्तोक होस्, कालिम्पोङ होस् या गान्तोकबाट सिलगढी, आजको दिनमा तपाईँलाई यात्रा गर्ने प्लान गर्नुभएको छ, सोच्नुभएको छ भने चाहिँ एकदम अभोइड गर्नुहोस्। यो टिस्टाको रौद्र रूप म तपाईँलाई देखाइरहेको छु। यो टिस्टा ब्रिज नजिकैबाट यता टिस्टा बजार अनि दार्जिलिङ जाने डाइभर्सन हो, अथवा सिलगढी गान्तोक जोड्ने NH10 हाइवे हो। यहाँ अत्याधिक बर्सातका कारण पानी यसरी बढेर बाटोमा आएको छ। अझै 1-2 दिन त यो बाटो ट्राभल गर्न सम्भवै छैन र मल्टिपल ठाउँमा बाटो ल्यान्डस्लाइडिङ भएको छ। तपाईहरु कोही पनि यात्रा गर्ने सोच्नु भएको छ भने 1 दिन 2 दिनको लागि स्थगित गरिदिनु होला भन्न चाहन्छु म यही भिडियो मार्फत। र यहाँनिर दुईटा बडी चाहिँ निकाली रिकभर गरिसक्यौँ। एकदमै उहाँलाई त पुरिसकेको छोपिसकेको थियो र यसरी यो डल्लै यो माथिबाट चाहिँ आएको, यो माथिको रोडबाट चाहिँ आएको है। यहाँनिर डल्लै यो माथिको रोडहरूबाट आएको यो चाहिँ यसरी डल्लै यहाँबाट चाहिँ यो घर चाहिँ टोटल्ली ड्यामेज थियो र यो घरबाट चाहिँ दुईटा बडी चाहिँ मेल र फिमेलको बडी रिकभर गर्यौँ। ठुलै ढुङ्गा माथिबाटै रोडबाटै झरेको यो अप्पर तोक्लाङतिर पनि ड्यामेज भयो, दुईटा घर गयो भन्दैछ है, भन्नुमा आइरहेको छ। यो डल्लै घर डल्लै ड्यामेज छ यो नयाँ घर।